कोनिचिवा मिनासन जिखान नो रेन्सियो जापानमा हुने प्रत्येकको लागि इम्पोर्टेन्ट छ सबैले हेर्नु होला जिखान भनेको समय इचिजी भनेको 1 बजे निजी भनेको 2 बजे सान्जी भनेको 3 बजे योजी भनेको यो डिफरेन्ट साउन्ड हो है मैले स्टार लगाएको 4 बजे गोजी भनेको 5 बजे रोकुजी भनेको 6 बजे सिचिजी भनेको चाहिँ 7 बजे हाचीजी 8 बजे र कुजी 9 बजे जिउजी भनेको 10 बजे यो चाहिँ भयो बजेहरूलाई भन्ने तरिका। अब पुन र फुन भनेको चाहिँ मिनेट कस्तोलाई पुन भने कस्तोलाई फुन भन्ने है 2 5 7 9 भनेको फुन बाँकी सबै पुन 1 देखि 10 सम्मको लिस्टमा है। अब सुरु गरौँ। इपुन भनेको 1 मिनेट 2 मिनेटलाई भन्छ निपुन अनि त्यसपछि सानपुन भनेको 3 मिनेट त्यस्तै गरी 4 मिनेटलाई के भन्छ भन्दाखेरि योनपुन 5 मिनेटलाई के भन्छ गोफुन फुन है फुन अनि अगाडि जाउँ 6 मिनेटलाई रोपुन 6 मिनेट रोपुन है सानो छु छ त्यो रोपुन अनि त्यसपछि 7 मिनेटलाई भन्छ अब अगाडि हापुन र 10 मिनेटलाई भन्छ जिप्पुन 7 मिनेटलाई नानाफुन त्यहाँ छुटेछ र अगाडि गरौँ जिखान नो रेन्स्यो। अब सुरु गरौँ 1 बजेर 15 मिनेट गर्छ इचिजी जी गो फुन इचिजी भनेपछि 1 बजे र जिउ गो फुन भनेको चाहिँ 10 + 5 + फुन 10 × 5 भनेको 10 + 5 जिउ गो फुन 15 मिनेट 1 बजेर 30 मिनेट इचिजी हान 2 बजेर 46 मिनेट निजी भन्ने बित्तिकै 2 बजे योन्जु रोपुन भनेको 6 मिनेट। अब अगाडि बढौँ 4 बजेर 4 मिनेट योजी योनफुन योजी योनफुन योनफुन कसरी भयो नि त्यहाँ हेर्नु योजी योनफुन र 8 बजेर 32 मिनेट हाचीजी सान जु निफुन 12 बजेर 50 मिनेट जिउ नि जी गो जिप्पुन 50 मिनेट 12 बजे भनेको जिउ नि जी जिउ भनेको 10 नि भनेको 2 10 2 12 जी र यस्तै भिडियोको लागि हामीलाई फलो गर्नु होला।